हेलो एभ्रिवान, आज चाहिँ म हाम्रो भरतपुरमा चाहिँ रेणु दाल कि सोभिता गौतम भनेर एकदमै धेरै चर्चाको विषयमा रहेको रहेछ। किनभनेदेखि दुवैजना एकदमै आफ्नो ठाउँमा एकदमै राम्रा मान्छेहरू हुन्, एकदम अब्बल मान्छेहरू हुन्। किन भन्दाखेरि रेणु दालले पनि भरतपुर चाहिँ एकदमै नेपालकै वान अफ द बेस्ट एउटा ब्युटिफुल सिटीमा रूपान्तरण गर्नुभएको छ के, त्यति विकास गरेर देखाउनु भएको छ। र सोभिता गौतमले पनि सांसदमा चाहिँ उति नै धेरै आफ्नो विज्ञता देखाउनु भएको छ। किनभनेदेखि दुवैजना देशलाई चाहिने मान्छे हो होइन। तर अहिले हुन गइरहेको चुनाव चाहिँ देशको चाहिँ अब ठाउँको विकास गर्छु भन्नाले नभएर चाहिँ एउटा देशको नीति नियम बनाउने, नियमदेखि लिएर कानुनहरू बनाउने चुनावहरू हो, केन्द्रीय चुनाव हो अहिले हुन गएको चाहिँ होइन। त्यो कारणले चाहिँ एउटा त्यहाँ चाहिँ अब त्यही सम्बन्धी एउटा विज्ञता हासिल गरेको मान्छे नै जानुपर्छ भन्ने मेरो चाहिँ भनाइ हो होइन। किनभनेदेखि एउटा सोभिता गौतम भने एउटा कानुन पढेको एउटा कानुनको स्टुडेन्ट हो, एकदमै उहाँलाई थाहा छ नि त होइन। उहाँलाई कानुन सम्बन्धी थाहा छ होइन। उहाँ एकचोटि सांसद पनि भइसकेको मान्छे हो होइन। अनि हाम्रो रेणु दाहाल पनि एउटा भरतपुरको एउटा मेयर हो। उहाँको कार्यकालमा चाहिँ एकदमै धेरै राम्रो विकास गरेर देखाउनु भएको छ क्या। उहाँ पनि नराम्रो मान्छे चाहिँ होइन, एकदम राम्रो मान्छे हो होइन। किनभने अहिलेको देशले चाहेको भनेको, देशले मागेको र चाहेको भनेको परिवर्तन हो क्या। परिवर्तन भने अब रेणु दाहाल भनेको अब त्यही पुरानै पार्टीबाट आफ्नो बुवाको पार्टीबाट चाहिँ चुनाव उठ्नु भएको छ क्या। किनभने देशले चाहेको त पुरानोलाई होइन, नयाँलाई हेर्न चाहिरहेको छ नि त जनताले पनि। अब देशले पनि चाहेको त परिवर्तन हो नि त। त्यो कारणले चाहिँ म चाहिँ सोभिता गौतमलाई नै चुज गर्छु। किनभनेदेखि अब्बल हुनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु है।